ल गाइज म चाहिँ यति बेला छु अर्घाखाँची मामा घरतिर भ्यू देख्न सक्नुहुन्छ बवालै छ ऊ त्यो माथिको बाटो चाहिँ धोरपाटन भन्छ यता धोरपाटन जान्छ यताको बाटो अनि सालजन्डी पनि जान्छ यही बाटो हावा चाहिँ एकदमै खतरा लाउँछ म हावा खान आएको यहाँ चाहिँ एकदमै बवाल लाग्छ यो हावा चाहिँ तपाईँलाई म भ्यू देखाइदिन्छु सर र कस्तो छ यो चाहिँ हाम्रो मामाहरूले बनाएको पत्तिसाले ल म चाहिँ अब यहाँ यसो हावा खान आएको बस्दै एकैछिन र हजुरहरूलाई पनि देखाइदिउँ भनेर ट्याक्क अब मामा घरतिर जाँदैछु घर चाहिँ हल्का टाढा छ त्यस्तो टाढा त छैन हरियाली हावा लाएर केही बुझ्दैन होला यार मेरो मामा घर चाहिँ उनी छ हल्का देखियो होला अर्घाखाँची पाडेनी के भन्छ यार खिदिम रयलै खिदिम भन्छ है यतातिर चाहिँ कतिजनालाई यहाँ थाहा छैन होला सुनाइदिउँ हल्का इन्फर्म यु र यहाँबाट चाहिँ एकदमै हाम्रो मामाले जाली साली लगाएर लगाउनु भएको छ के हो के छ त्यो पनि देखाइदिउँ न तपाईँहरूलाई होइन मामा निस्किनु भयो सुन्तला लगाउने रे खाल्टो खन्नलाई जानुहुन्छ यहाँबाट पनि बवाल देखिन्छ भ्यू ओ माई गॉड लुक एट द भ्यू गाइज के प्लान्ट हो हावा दामी लाग्छ यार ल जाम है त र म चाहिँ हिजो आएको यहाँ चाहिँ आज चाहिँ कति बज्दैछ भन्दा अहिले 10:30 बिहानको 10:30 बजे म चाहिँ भिडियो सुट गरिरहेको छु अब कति बजे अपलोड हुन्छ त्यो चाहिँ थाहा छैन र तपाईँहरूलाई एकदमै अब म के छ देखाइदिने ओ मा कसम के हो यो ए मा कसम यिनीहरू त भ्यारै छ यार यहाँ त यता पात ए मा कसम किरा छ यहाँ त के किरा हो यार यस्तो यार अमिलो छ है एकदम अमिलो चाहिँ अब हाम्रो बेलौती ल नस्पाती चाहिँ खाने लायकको छैन सानो छ चाहिँ वाइट नस्पाती रहेछ होइन यतातिर चाहिँ वाइट भन्नाले ग्रिन टाइपको यता चाहिँ त्यो चाहिँ ब्ल्याक होला ब्राउन भनौँ न ब्ल्याक त नै यहाँ चाहिँ लटरममा फलेको रहेछ यो पनि के को काँडा हो यो अमिलो समिलो यो पनि अमिलो हो र सुन्तलाको बुटा पनि देखाइदिउँ तपाईँहरूलाई फल लागिसकेछ यो चाहिँ जाडोतिरै हो पाक्ने
फुलहरू यो घर आमा घर बाइक पनि हल्का यहाँ काण्डै भएछ हिँड्छ यस्तो भएछ यसलाई नि अब गमले चप्काउनु त होला अब फोरो भएछ ए नयाँ कुकुर यो चाहिँ मैले यसको चाहिँ नाम राखिदिएको है यो धेरै नयाँ नयाँ भयो यो टाइगर टाइगर हात दे बस बस के भयो तेरो काने टाइगर यो चाहिँ 3 महिना कि 4 महिनाको भयो अरे यत्रो ठुलो भयो अन्त हात एकदम आसल र यता पनि छ है त पुरै मम्मी हजुर अङ्गुर चाहिँ कालो अङ्गुर अरे पछि छुन हुन्न भन्दै हुन्छ कालो अङ्गुर सुरुमा व्हाइट हुन्छ पछि कालो कालो हुँदै जान्छ बहुत फलेछ यार के छ देखाउँदै जाऊँ न त यो त के हो यो मौसम हो कि सुन्तला हो चिन्नै सकिएन त ए मौसमै होला जहाँसम्म यो सुन्तला हो यो सुन्तला यो केरा भयो ओ माई गड खुर्सानी पनि ब्ल्याक कलरको हो त यत्रो खुर्सानी नै हुँदो रहेछ त्यो सिमला जस्तो हो त यो चाहिँ मौसम हो है मौसम ठाउँ अनुसार फरक फरक नाम भन्छ कसैले जुनार भन्छ कसैले के भन्छ र हाम्रो मम्मी अब एकदमै घुम्नुभएको छ क्या केरा ओहो कस्तो हेर्न कत्रो हेर उसो भने यो ठुल्ठुलो वाला होइन त्यहाँ उहाँ डाँडामा के कहाँ म लखेन तिमीलाई आसिम भाइलाई एक्लै गएको है बोडी फलेछ ओइमा पोक्ला देखाउँदै जाम है त भिडियो लामै हुने भयो यत्तिकै हालिदिने फेरि केही एडिट सिडिट होइन यहाँ खतरा फलेछ एउटा गिराम्रो हेर्नुहोस् कति छ कत्रो छ यो त छ क्या यो त एक हात भन्दा ठुलो छ यार वाइड एङ्गलमा देखे छैन यो चाहिँ यत्रो छ भनेपछि त यो त बहुत ठुलो छ यार आमाले कस्तो मजाले के लाउनु भयो ट्र्याक्टर रहेछ जोत्ने ट्र्याक्टर त्यही नै हो गाइज र आजको भ्लग चाहिँ यहीँ इन्ड गरौँ होला आँपसाँप पनि रहेछ ल गाइज फेरि भेट्नुपर्छ अब नेक्स्ट भ्लगमा है त